नमस्कार साथीहरू, हेर्नु त ल हेर्नु। म दिनभरि घर बसेर के काम गर्छु भन्नुहुन्छ नि। ल हेर्नु, घर बसेको बेलामा हेर्नु कत्रो रायोको पात, लसुन। ल हेर्नु, यही हो घर बसेको मेहनत, यही हो। पुषको दिनमा ल हेर्नु कति राम्रो चम्सुरको साग। ल हेर्नु कति राम्रो भएको छ। यही हो, मेहनत गऱ्यो भने मेहनतको फल मिठो हुन्छ। ल पुसमा पनि यति राम्रो चम्सुर हुन्छ। ल घर बसेर अरूको कुरा काट्नुभन्दा त ल यही आफ्नै खेती लाउने, आफूले खान पनि पाइन्छ। ल हेर्नु साथीहरू, ल यसमा चम्सुर र रायो सराबरी उम्रिया छ। अलिकति मेहनत गर्नुपर्छ घर बसेर। 10 थरी घर अर्काको घर जानु हुँदैन, मेहनत गर्नुपर्छ। ल राम्रो हुन्छ। ल हेर्नु त साथीहरू, चम्सुरको साग कति राम्रो भएछ पुषको दिनमा पनि। ल हेर्नु साथीहरू, बसेर त कहाँ खान पाइन्छ त, मेहनत गरे पो खान पाइन्छ।